दशैं तिहार नेपालीको चाडपर्व नेपाललाई नटेकेको भइसकेछ 4 वर्ष बिरानो देशमा आई दुःख सङ्गमित लाए उज्यालो सहरभित्र नेपाललाई नटेकेको रित्तै गएछन् के त जनता एउटाले एउटो लिएर गएछ के गरिस् त अरूको आएन नभए कान्छाहरू आउने हो त्यो आउँदैछ भनिन्छ दशैं तिहार एउटा नेपालीको सामान ल्याउने आउँदैछ चाडपर्व नेपाललाई नटेकेको भइसकेछ 4 वर्ष बिरानो देशमा आई दुःख सङ्गमित लाए टिचरको उज्यालो जाँदैछ सहरभित्र गाउँघरकै याद आउँछ भनिन्छ दशैं तिहार नेपाल एउटा सामान ल्याउने एउटा कान्छा भनिन्छ दशैं तिहार नेपालीको चाडपर्व नेपाललाई नटेकेको यिनी कस्दाखेरि कति दुःखले गरे होला कि यिनी पहाडमा त्यहाँ खाटो खन्दा कसरी पनि होला हामीले देख्नलाई त डर छ काम गर्ने कसरी गरे होला ठाडै भिड छ अचम्मले तिम्रो तिनी बाटो अहिले खनेका बाटा हेर्ने कसरी खन भन्ने जम्मै कम्मरमा बाँधेर जेल मनाएर खनेका बाटा यो काम गर्नेले त कति जेल खाएको होला यिनी काम गर्नेलाई त तनखा त बहुत राम्रो दियो तनखा त राम्रै हिमाचलतिर यस्तै माथि छत पिनुहुन्न केही पिनुहुन्न ऊ सेबहरू उठाउने टोकरीमा केवल काठमा यस्तै माथि तल उतार्ने तलबाट माथि त्यस्तै आफूले पनि टोकरीमा बसेर यो त आफै मिसिन चलेको त्यहाँ त यसरी तानेर यसरी हिमाचलमा यसरी सेबहरू पुरा खाज लाएर यस्तै हुन्छ कि केवल तार जस्तो लुठी बनाएको यस्तै हो कि सेम हो कि मान्छेले हो कि त्यहाँ त चलाउने यत्रो उकालो